बस यार के अरे नो स्मोकिङ भनेको छ हौ ए केही छैन आवर भनेर त्यो रुखले भन्यो होला सुन्तला रहेछ केटा खाने भने अर्पण है दीक्षाले नि यही गरिदिन्छ क्या ढ्याक्क पाउने बित्तिकै हुन्छ नि सुन्तला एभ्री टाइम अरूमै गरिदिइहाल्छ क्या ल दादी हामी चाहिँ एक टाइम दिउँ न त उनीहरू पिछाडि होइन नो स्मोकिङ अन प्रपर्टी भनिरहेको छ अरे दामी रहेछ त्यो गार्डनहरू जुनै ट्री पनि बन्छ भन्नु सक्छ यो चाहिँ रुखमै नकाटिन हाँगा मात्रै झिक्नु टाइप फिट हो होइन खोइ कुन त्यो रुखको कटाइ हुन्छ नि रुख बाँकी नै रहन्छ होइन तर यसको हाँगाहरू चाहिँ यसरी काट्छन् कि हाँगाहरूलाई आफूले लिइरहने त्यो जापानिज स्टाइल हो होइन भाइ यस्तो हो क्या कस्तो तिम्रो रुखहरूको मिनिएचर रुख भयो क्या त्यो हेर त्यो ठुलो ग्रोन अप रुख जस्तै देखिन्छ नि मिनी भर्जन उनीहरूले एकदम केयर अलिकति काटेर गौतम बुद्ध त सेक्री खोइ बुद्ध एस्थेटिक हान्दैन यो के हो त्यो सबै गौतम बुद्ध हो त गौतम बुद्ध लेट्स गो मार्केट हो फेरि हेर्ने त भित्र गएर केटा बरु घुम्ने ठाउँमा त स्पट सकाइदिउँ अनि मार्केट गरिदिउँ त यस्तो गर भने त वाइल्ड हिल हुन्छ फेरि सबैले खाइसकेको डोनट उब्बर खाइदिएको हाउ फास्ट पहिला मैले लिन्छु झऱ्यो फर्किनु भयो मैं भाई एनर्जी दिएन जस्तो छ डोनटले भाइ तँ हामी त्यही जान्दिउँ न त गर Sorry. अब हामी फेरि अर्को लेकतिर गइरहेको छौँ त्यो लेक चाहिँ क्यामेरुन लेक अरे ठाउँ चाहिँ दामी छ हेरौँ कस्तो छ यतापट्टि ट्याक्क मिलाएर केटाहरू हाम्रो केटाहरू यहाँ छ ओइ लेक त लभली छ त ओइ
लेक त दामी छ त यार लेक है खोला हो आइल्यान्डभित्र पनि खोला आइल्यान्डभित्र लेक खोला भने छ ल केटाहरू यहाँ छ दामी छ जस लेक फोटो फेरि एउटा फोटो जाँदैछ सरको ब्ल्याक एन्ड ब्ल्याक हो नि त मेन इन ब्ल्याक फोटो सेसन चल्दैछ यहाँ चाहिँ केटाहरूको अब विपिन दाई खिच्ने आशोद बस्ने कृष्ण दाई टर्नलाई वेट गर्दैछन् आफ्नो टर्नलाई प्रशान्त दाई चाहिँ अवलोकन गर्दैछन् एक्सप्लोर यता जाउँ न के रहेछ हेरिदिउँ उहाँ पारी घर रहेछ अब देखिरहेछ कि छैन चाहिँ थाहा छैन मलाई होइन चाहिँ प्राइभेट मिटिङ छ यतापट्टि यो छैन खै भाइले के भने कोप्चीतिर लिएर आएको छ भाइले के गर्नु लाग्यो मलाई अब ए स्पटको खोजीमा हो है साथीहरू हामी चाहिँ अब भिडियो गर्न बिर्सेछ हामी फेरि स्पटमा चाहिँ आइसक्यौँ रहेछ नि पछाडि विपिनले हेरिहाल्छ नि त्यो स्पाइडर हसिस भनेको त्यही ब्ल्याक होइन मेथ भने हसिस भनेको ब्ल्याक होइन हसिस त्यो निकालिदिनु संभालो मुझको ओ मेरे यारो संभलना मुश्किल हो गया चुरा लिया है तुमने जो दिल को नजर नहीं चुराना सनम के खाने भन्यो त हामी ब्ल्याक लेभल रेड लेभल चाहिँ खानु पर्ला आज पिताश्रीलाई चाहिँ म यो ल्याइदिन्छु आउने बेलामा के खाने भन्यो त हामी रोहन सर के म ल्याट्स फुलाउँदै यहाँ पनि अघि यसरी फुलाएर यस्तो गर्नु पर्थ्यो मलाई मैले यस्तो गरी फुलेको छ क्या ठिक छ त सोचिरहेको थिएँ यस्तो गरिदिनु भनेर नि फ्लेभर्ड भोड्का मिठो नि हुन्छ खानु पनि गाह्रो पर्दैन भोड्काले फेरि भोलि बिहान सलाम आलेकुम भन्छ नि त फेरि विस्की नै खाउँदै सलाम आलेकुम त भइहाल्छ नि
हाडा त त्यही हो तर लगिदिउँ त है उठाइदिउँ त उठाउनु त कुन उठाउने हो? एउटा त उठाउने उठाउने योसँग चाहिँ के खाने यो चाहिँ अब सोडा भयो क्या सोडा जम्मा 7% त्यही भएर मिठो हुन्छ क्या एप्पल साइडर एप्पलको अनि अब यसलाई हामीलाई के चाहिएको यो सँग खाना चाहिँ रक्सी के चाहिएको एउटा एउटा हाड पनि सानो बोक्नु अनि हाड भोड्का भने त भोड्कै बोक्दिउँ न त साथी यो र त्यसको ककटेलको ठिकै हुन्छ त ठिकै हुन्छ भोड्कै लगिदिउँ न त अर्को सर्ट हान्न पर्छ मरिन्छ क्या त्यही त भनेर यो त्यो राइस पु लगाउँ न त्यसमा उताबाट के लग्ने अब हिनिसिनी लगाउँ न त एउटा भिडियो भेजिदिउँ न त केटाहरूको त्यो सेलिब्रिटीहरूको आजको तामाची उनीहरू भन्नु फोकसै गरेर त कुनै झ्या भइसक्यो अगाडि के छ यार हेलो युट्युब यो चाहिँ मेरो 3 चोटिको पालामा होला मेरो हात क्यामेरा परेको अब आज चाहिँ ओभर दारू सारू पारू म नि अलिअलि चार्जमै छु दारू सारू कृष्ण दारू खारै बसिरहने केटा हो लेडिज एन्ड जेन्टलम्यान मेरो भाइले ओभर कुका हान्दैछ कस्तो कुका हान्दैछ मेरो भाइ मासु ओभर गलेछ यसमा त ओभर खोइ देखाउ त यसो खोलेर देखाउ त यहाँ सेफको करामत हाम्रो सिजनिङमा के छ ल भनेर सुनाइदिउँ नि त अब सिजनिङमा अलिकति गार्लिक पाउडर अलिकति जिन्जर पाउडर अलिकति गार्लिक पेस्ट अलिकति जिन्जर पेस्ट अलिकति पाप्रिका अनि अलिकति भेजिटेबल ओइल त्यति हो खासै धेरै छैन काइन्ड अफ पेपर नि हाले जस्तो लाग्छ कृष्ण दाइले पहिले हाल्छ छैन होला मासु चाहिँ ओभर हेरेर फ्राइड हुँदैन हो भाइ कस्तो लाइक सरी ग्रिल्ड कस्तो हुँदैछ त सेफै हो काममा म चाहिँ उडि नै रहेछ हौ दुईचोटि त्यो रातो बलेको निलो बलेको बटनलाई ट्याक ट्याक हान्छ एकचोटि दुईचोटि कटाक यस पर्फेक्ट के भन्छ अरे भाइ अब भोलि बिहान चाहिँ हामी पौडी भाइ हेर है लाइफमा एकचोटि आउने मोमेन्ट हो भाइ ल हेर है म चाहिँ एउटा के हुन्छ भन्दाखेरि हामी दुईजना चाहिँ भोलि बिहान उठेर पौडी किन भन्दाखेरि हेर यो पोइन्ट भनेको सधैँ आइराख्दैन क्या साथी लाइक यो यस्तो यो खोला साइडमा घरमा सधैँ बसिन्न क्या बुझेनौ भोलि बिहान जुरुको उठौँ तोसो तानु एक सर्ट उठेर च्याप्लाका गुडमा क्या गुडमा नट अ बिग यसलाई बिग डिलै नगरौँ क्या भाइ बुझेनौ झ्यामझुम गरेर हाम फाल्दा यसै गुड भइहाल्यो कस्तो भयो भाइ आजको दिन ल यसो सुनाउ नि त आजको दिन दामी थियो दिन अब लाइक पानी चाहिँ पर्यो पानी परेर त्यति साह्रो अब एक्सप्लोर गर्न त पाइयो होइन त्यही नि गुड ठाउँमै गयो भनौँ न के लाग्यो तिमीलाई कता धेरै ठाउँमा गयो तर कता कता गयो भने चाहिँ नाम थाहा छैन मलाई तर दामी ठाउँमा गयो सोम्बेले ससेज चाहिँ कहाँ राख्नु ससेज यहाँ छ अरू क्या सबै एक प्याकेटै हाल्दै गयो एक प्याकेटै एक सर्टमा एक प्याकेटै हो चिसो दाउरा हाल्यो भएर कस्तो आएको यार धुवा तास कार्यक्रम चल्दैछ म धेरै भोट खेल्नु पाएँ मैले अब प्रहन्द जितेर कस्तो लागिरहेको तपाईँलाई जितेर भाइ खुसी लागिरहेको एकचोटि त म चाहिँ फेरि ब्लाइन्ड त अनि तपाईँलाई हारेर कस्तो लागिरहेको तपाईँलाई हारेर कस्तो लागिरहेको म त टेन्सन भइसक्यो सकिसक्यो म त यस्तै हो क्या भाइ जहिले सुरुमा जित्ने हो पछि गएर पछि भाग्नु नि मै हो अनि तपाईँहरू के छ एक्सपेक्टेसन्स यो लडको तास कस्तो पर्ला ए एका ट्रायल पर्ला हेर्नु पर्ला